हेलो एभ्री वान अफ यू गुड मर्निङ। आज फेरि हजुरहरू सामु उपस्थित भइसकेको छु। आई होप एभ्री वान अफ यू आर फाइन आउट देयर। आज बिहानै उठेर कस्तो के भयो क्या एक्कासी आँखा हेर्नु न, राइट साइडको आँखा अलिअलि रेड पनि होला। उठेर मुख धोएँ अनि यस्तो कस्तो इची भयो क्या, अनि चिला यस्तो कनाउने थिएँ। कनाएपछि फेरि झन् कना गर्नु मन लाग्छ क्या, अनि त आँखा अलिक रेड भएर छ यहाँनिर। हाँसु पनि आउँदै होला वान साइडबाट। त्यही यसरी चेक गरेको एकचोटि आँखा देख्दै रहेछु, केही छैन, फाइन, एभ्रिथिङ इज फाइन। अनि यहाँनिर यतातिर चाहिँ अब धान काट्नु सुरुवात भइसक्यो, कतातिर थ्रेसर लगाएर धान राखिसक्यो मामाले। यो चाहिँ यन्त्र है, नयाँ भन्दा पनि भइसक्यो, थुप्रो वर्ष। कति ठाउँमा त छैन नि त, कति ठाउँमा त उहिले आइसकेको होला। हाम्रोतिर चाहिँ यो आएको लगभग 5-7 वर्ष भयो होला। यो धान काट्ने मेसिन हो, यसले पैसा कमाउँदै हुन्छ मामाले। 2टा छ हाम्रो गाउँमा। अनि आज त काम पनि चलेको छैन जस्तो छ त, आज छुट्टी हो कि हो? ए चल्दो रहेछ त। दम बुढाहरूले काम हानिरहेछ आज तिहारको दिन। आज पिलर चाहिँ हालिसक्छ होला, भोलि छुट्टी हुन्छ होला कि मेबी। यहाँ पुरै माल घुमिराख्नुपर्छ। माल त पोख्यो त, पानी त सबै त गयो त अझै। सबै पोखिरहेछ, आफ्नो काममा व्यस्त छ सबैजना। मरो हिजो पैसा अङ्कल मान्छे आउँदा पार्नु सक्नु हुँदैन रहेछ नि। पुरै पिलरहरू यस्तो हालिसक्नु भयो। कामहरू धमाधम गइरहेछ स्मुथली। अब यहाँनिर पिलर हाल्नु बाँकी 2टा मात्रै। योचोटि खै के गर्नु, 10 तिहार अगाडि त यति मात्रै गर्नुहुन्छ होला पिलर हाल्ने, यताउति गर्ने। अनि अहिले खानपिन कार्यक्रम भइरहेछ जस्तो छ, चिया खाने काम भइरहेछ। मस्त गफ चलिरहेछ। त्यो चाहिँ चियासँग गफ भन्छ यसलाई। धमाधम गफ चलिरहेछ। अहिले मेरो बोली बेग्दैन, यहाँ मेरो बोली सुन्नु हुँदैन, किनभने सबैजना आफ्नो काममा व्यस्त छ त। अहिले लेट इट बी। अनि हिजो बहिनीको बर्थडे थियो, कान्छी छ्यामाको छोरीको। अनि त्यो म नगएको कारणले मैले चाहिँ भिडियो बनाउनु पाइनँ उता गएर, किनभने म अहिले हिँड्नै छुइनँ क्या, त्यता गएको छुइनँ। बहिनीहरू गएको थियो, म चाहिँ घरतिरै थिएँ। शक्तिले हालेर गएको, हालिराखेर गयो त पानी त यहाँ त। अनि माथिबाट भाइहरू आएको छ, माथि मावलाबाट भाइ कुन माइला छोराको, माइला छोरा अरे, सरी फर माइला मामाको छोरा जेम्स भाइ पनि आज उपस्थित भइसकेको छ। म तपाईँहरूलाई देखाउनु गइरहेको छु मेरो भाइहरू, प्रिय भाइहरू। अनि छ्यामाको छोरा पनि आएको छ, कान्छी छ्यामाको छोरा। ऊ भाइ चाहिँ प्रायः यतातिर आउँदैन क्या, पहिले चाहिँ यतै लेटाङ बसेर पर्थ्यो जुनबाली, अहिले चाहिँ मासतिरै छ। के भएको आँखा त देखिनँ कि म त। काटिहाल्ने बेला लाग्छ। बाला त छैन होला योचोटिको धानको अरू। कहाँ पानी खेलेको केटा हो जेम्स अन्त हाउस। के छ जेम्स, गर्लफ्रेन्ड कतिवटा बनायो भन त। माइला मामाको छ घरतिर छ। यो चाहिँ पुरै मस्त सुतिरहेको छ। ओ यस्तो गरिदिन्छ, यस्तो पौडेर खानु खोज्छ त खुट्टा होइन। यो स्पार्कलिङ बोय घरमा सबै उठिसकेको छ। फेरि हाम्रो घरमा अलिक लेट उठ्छ। यो अरलिरहेछ, उयो मानेको पत्तामा अन्धे कुखुराहरू पनि थुप्रो। अरू गाउँमा चाहिँ यस्तो हुन्छ, बाख्राको गोठालो के भन्छ गोरुको गोठालोहरू सुन्नुभएको होला। हाम्रो घरमा चाहिँ बोजूले चाहिँ कुखुरा गोठालो गर्नुहुन्छ है।
कता हुन्छ चलेको छैन भन् न किन खाजा पार्नु दिनुहुन्छ भाइहरू बाई खाजा नि बाँकी छ मम्मीले बधाई त्यही जेम्स आऊ आऊ लो केटा हो प्रिन्स आऊ खाजा रेडी भइसकेको छ म आज अलिक धेरै खुसी आएर होला बोल्नु अलिक कस्तो कस्तो भइरहेछ राइट नाउ आई एम हेडिङ टुवर्ड्स द pool, our famous pool, Moronge pool. होइन म्याक्सिमम मान्छे त्यहाँ आइसकेपछि एकचोटि फोटो खिचेर चाहिँ जानुहुनेछ अनि सबजना आफ्नो काममा व्यस्त हो कहाँ हिँड्नुभयो तुम्बा ए अझै दाइको 6 गते हो 6 गते अहिले चाहिँ साँझको 5 बजिसक्यो अनि घामको त्यो रेहरू पनि त्यस्तो त्यो आएको छैन ब्राइट आएको छैन अहिले तपाईँहरूले क्यामेरामै देखेर थाहा पाइसक्नु पनि भयो अनि आज म आफ्टर लङ टाइम पुलसम्म जाँदैछु अनि तपाईँहरूलाई पुलमा के कस्तो चलिरहेको छ अहिले अब दसैँ त सक्यो अब आउने तिहारको भाइस कतिको चलिरहेको छ भन्दा पनि चल्नु त चलेको छैन होला अनि भोलिदेखि चाहिँ आज काग तिहार पनि रहेछ मलाई चाहिँ थाहा थिएन अघि भर्खर थाहा भएको अनि भोलिदेखि चाहिँ कुकुर तिहार प्लस के भन्छ लक्ष्मी पूजा पनि भोलि नै रहेछ अनि भोलिदेखि हाम्रो माङ्गीबाट सधैँ सालीमै हिँडिरहेको हाम्रो नाचगान प्रस्तुति साथमा ढोल पनि छ त्यो पनि भोलिदेखि हिँडाउने भन्ने कुरा भएको रहेछ म चाहिँ अब के भन्नु अलिक स्वास्थ्यको कमजोरीको कारणले एकचोटि हिँड्दिनँ अनि भोलि मेबी हाम्रै गाउँमा गराउनुहुन्छ होला त्यो गराउनु भयो भने चाहिँ आई विल सो यु सम क्लिप्स अफ धान नाच भन्नु के भन्छ च्याब्रुङ तपाईँहरूलाई म देखाउने नै छु अनि आज आफ्टर लङ टाइम धेरै पछि म पुलसम्म हिँडिरहेको छु पुलमा पुग्नु भन्दा पनि पुग्नु लाग्यो अब थोरै कपाल्स अफ मिनट्स बाँकी छ अनि पुल के कस्तो भएको छ अलिक खडेरी लागेको होला अहिले चाहिँ पहिले चाहिँ अस्ति हरियाली त हरियाली नै छ अहिले त्यस्तो खडेरी त लागिसकेको छैन त्यो पनि त्यो सेतो सेतो फलेको थिएन त्यो सिरु फलेको थियो होला त्यो पुरै टिकटक बनाउने ट्रेन्ड चलिरहेको थियो नि त त्यो पनि अस्तिसम्म चाहिँ बबाल थियो अहिले चाहिँ छैन होला लगभग झरि नै सक्यो अनि ग्राउन्ड पनि त्यत्तिकै दामी क्लिन सिट भइरहेको छ अहिले गेम नखेलेर कोही पनि धुलो उड्ने पनि छैन ठ्याक्क प्लेन मात्रै भइरहेको होला अहिले चाहिँ पुरै सिरुहरू चाहिँ झरिसकेको छ सेतोहरू त त्यो हुन्छ नि सेतो देखेर दामी टिकटकहरू बनाउनु भएको थियो नि त्यस्तो त भुइँभरि रहेछ अहिले त माथि चाहिँ लिटल बिट दामी रेले चाहिँ दामी टल्किरहेछ रेड त्यो ओरेन्ज देखिरहेछ यहाँनिर त्यो घामको रेले सबै झरिसकेको छ एज यु क्यान सी वरिपरि अनि तल ग्राउन्डमा पनि त्यो पहिले त सेतै त्यो कस्तो हुन्छ भने त्यो ब्रोइलर कुखुराहरू कस्तो हुन्छ सेतै हुन्छ नि यति भिडमा त्यस्तै भइरहेको थियो अहिले चाहिँ सबै गइसकेको छ अनि अहिले त टिका बनाउनु पनि अलिक त्यस्तो राम्रो देखिँदैन अनि यो रुखको क्या फुल चाहिँ हरियै फुल्दो रहेछ क्या त्यो चाहिँ अलिक डिफ्रेन्ट कलरको फुलेको अनि एकदम बबाल हुन्थ्यो होला दामी देखिन्थ्यो अब त्यस्तो केही छैन अनि चाहिँ माथि पाहाडहरू अहिलेसम्म त हरियाली नै छ अब 2-4 महिनापछि चाहिँ पुरै खडेरी लाग्छ धुवा उठ्छ अनि चाहिँ खराब हुन्छ हाम्रो ग्राउन्ड पनि मोरङ्गे पुल ग्राउन्ड त्यत्तिकै छ अहिले त मान्छे पनि छैन तपाईँहरूले त्यो जाते यताकै मान्छे हुनुहुन्छ भने चाहिँ जाते.com भन्ने एउटा छ होला क्या हाम्रो टिकटकमा त्यहाँ दाइहरूले हाल्नुभएको थियो यहाँनिर खेल्दै गरेको बहिनीहरू खेलिरहेको थियो ठिकै नर्मल्ली त्यतिको राम्रै रिच आएको थियो त्यतिको रिपोस्ट पनि हानेको थियो होला मैले पनि अहिले त पुल त खाली नै छ पुरै अलिक साँझ भइसकेपछि यहाँ हाम्रै यहाँ यता हामी जातेपट्टि उता खेरापट्टिको अङ्कल आन्टीहरू खाना खाइसकेर अब अङ्कल आन्टी हामी जस्तो 1-2 जना ठ्याक्क खाना खाइसकेपछि सर्ट यहाँदेखि चाहिँ पर त्यो डिलदेखि पर पुगेर आएर यहाँ बस्नुहुन्छ भने उताको चाहिँ यता आउनुहुन्छ अनि यहाँ यो एरियामा बस्नुहुन्छ अनि जानुहुन्छ गाडीहरू चाहिँ अलिअलि कुद्दै रहेछ है अनि उयो त्यो नयाँ यो बनेको त्यो चाहिँ त्यो घर होइन के भन्छ
त्यो भवन एउटा भवन अरे शहीदहरूको लागि बनाएको माओवादी पार्टीले होला समथिङ लाइक द्याट। त्यो अस्ति नै 62-63 साल 61-62 सालमै होला माथि गाविस चोकमा युद्ध भएको थियो, त्यतिखेर मरेको थियो कति शहीदहरू, उनीहरूको स्मृतिमा यहाँ तल बनाएको भन्ने कुरा त्यस्तै सुनेको थिएँ। मलाई फेरि यस्तो राजनीतिक कुरा पोलिटिक्स रिलिजियस कुराहरू मलाई खासै थाहै हुँदैन। म आफ्नै बाटोमा हिँड्छु, जे छ ठिकै छु, अहिलेसम्म केही भएको छैन होइन। धार्मिक पनि त्यति साह्रो छैन, आई बिलिभ इन माइसेल्फ। अनि एउटा आस्था राख्ने भगवान् भन्यो भने जे भने पनि भइहाल्छ, त्यसमा राख्नुपर्ने हुन्छ एकजना। सबभन्दा सर्वप्रथम चाहिँ आफूले आफूमा विश्वास राख्नु पर्यो क्या। भगवान् भन्नु त एउटा आश हो क्या। त्यो अब डाउनफलमा हुँदा पनि केही कुनै अप्सनै नहुँदा चाहिँ सोच्ने लास्ट अप्सन चाहिँ भगवान् हो क्या। त्यही भएर बिलिभ इन योरसेल्फ, एभ्रिथिङ गोना बी फाइन। रात परिसकेको छ, मेरो फोनले लाइट बाल्नु थालिसक्यो। म चाहिँ अहिले ठ्याक्कसँगले यहाँ चोक पुगेर आएको अलिअलि। अब त्यो पाइप झिकिसकेपछि, पाइप झिकेर पनि आज 6 डे हो पाइप झिकेको, अनि त्यही भएर अब चाहिँ अलिअलि हिँड्नुपर्छ। जति हिँड्यो त्यति छिटो रिकभर भइन्छ भन्ने छ। अनि त्यही भएर म अब घरमा बस्दा नि बोर हुन्छ क्या। दिउँसो अब घाममा हिँड्नु सकिँदैन, त्यही भएर साँझ पखाएर बिहान खेल चाहिँ एकचोटि हिँड्छु म। अनि अहिले चाहिँ अब हिँडिसकेर म घरतर्फ लाग्दैछु। अनि मेरो आजको छोटो ब्लग तपाईँहरूलाई यहीँ टुङ्ग्याउनु लागिरहेको छु। अनि आज चोकमा डाइस चाहिँ खेलाइरहेको थिएँ कि, र तपाईँलाई डाइस खेलाएको भिडियो नलाइदिएको क्या क्लिप। अब ठ्याक्क डाइस खेलेको क्लिप चाहिँ एकैचोटि अब भोलिदेखि सुरु हुन्छ तिहार, पर्सितिर म निकाल्नेछु। अनि अहिलेसम्म हेरिदिएर साथ दिनु भने सम्पूर्णलाई धेरै धेरै धन्यवाद। यसरी नै साथ सपोर्ट दिइराख्नु होला भन्दै अब मेरो आजको छोटो ब्लग यहीँ टुङ्गाउनेछु। सी यु अगेन इन नेक्स्ट एपिसोड।